हजुर सबैलाई नमस्कार है। अब मेरो अर्को भ्लगमा हजुरलाई स्वागत छ हैन। आज चाहिँ म आलु रोप्ने काम गरिरहेको छु हैन। एक्लै हैन, आलु यो सबै बारीमा म एक्लैले आलु रोप्छु है हैन। 3-4 घण्टामा लगभग सकाउँदैन होला, तर भोलि सकाउँछ है साथीहरु। हेर्दै गर्नुस् है। मेरो किसानले आलुको बिउहरु ल्याएर आउनुभयो त्यो ट्रकमा। मेरो कुरोमा चाहिँ त्यो छ। त्यसपछि टक्क यो सबै हैन हामी आलु रोप्छौँ हैन। आलु रोपेर टल्लक्क गर्छौँ। त्यहाँ एकजना किसान हुनुहुन्छ हैन। आलु चाहिँ यस्तो गर्छ, यसले अब यहाँबाट सुरुवात गर्छौँ हामी। यहाँबाट सुरुवात गर्छ है। यहाँबाट टक्क गर्ने यसरी रोप्छ। टक्कै भयो त्यो मुनि छिराउन के गर्नुपर्छ तिम्रो? ए अलिक ब्याग लाउने ब्याग आउँछ यसरी आलुको बिउ माथि राख्ने साथीहरु। यसरी गर्ने जापानमा यस्तै छ साथीहरु। त्यो चाहिँ ह्यान्ड ब्रेक होला साथीहरु। यत्रो बारीमा ड्याङड्याङ हामी आलु रोप्ने काम गरिरहेछौँ। यो आलुको बिउ टक्क यहाँ हाल्ने हो। अब ड्याङ्की ड्याङ एक्लैले ड्याङ्की ड्याङ हानिदिने हो। मेसिन भएपछि यस्तरी हुन्छ कि सजिलो काम गर्नको लागि है। यस्तो छ है हाम्रो। हेर्नुहोस् त, ल हाल्नुहोस् न आलु। यसरी सट्ट हालेपछि सट्टै भित्र जान्छ यसरी। हेर्नु साथीहरु, यस्तो छ जापानमा है। यस्तो छ है हाम्रो कम्पनीको। यस्तै आलु रोप्नु पर्छ साथीहरु। भर्खर 1 क्यारी 2 क्यारी 3 क्यारी मात्रै सक्यो, अझै बाँकी छ हैन। 2 हातको पनि सकाएको छैन। यो एक्लै भएको कारणले गर्दा चाहिँ त्यो भिडियो बनाउन अलिक असक्षम हुँदो रहेछ कि साथीहरु। त्यही भएर अलिक गाह्रो भइरहेको छ। अब यो हात दुइटै चलाउनु पर्ने, त्यही भएर भिडियो बनाउनु नसक्दो रहेछ साथीहरु। यस्तै छ है। यस्तै छ। लास्टमा तपाईहरुलाई म टक्क देखाइदिन्छु हैन, कसरी हामी रोप्छौँ भनेर। त्यसरी रोप्ने हो हैन। ल है, यहाँसम्म आइसकेको छ। यस्तै छ साथीहरु जापानको आलु रोप्ने तरिका है। यो सबैमा रोप्ने हो क्या। दिनौँ आएर 3-4 दिनमा सबै सकाइदिने हो। 3-4 दिन भयो त 3 घण्टा 2-3 घण्टा दियो भने 9-10 घण्टामा 12 घण्टामा सबै सकाइन्छ। यस्तो छ है साथीहरु। यहाँबाट हाल्नु थियो यो मुनि जाँदैछ। अनि त्यसले सट्ट खनिसकेपछि भित्र सट्ट खोटाइदिनु रहेछ। यहाँबाट हाल्नु दुइटै हात चलाउनु पर्ने रहेछ कि साथीहरु। त्यही भएर है साथीहरु, हेर्दै गर्नुहोस् है मेरो युट्युब च्यानल गाइज। अब फेरि बाँकी काम यो पुरा गर्नु पर्यो सबै आलु रोप्ने काम। त्यही भएर ल, जय विश्वकर्मा बाबा रक्षा गरून्। यहाँ कोही छैन, मेसिन र म मात्रै हो। अब यो सबै सकाउनु पर्छ 2 जना मिलेर है। मेसिन साथी र म मात्रै छ कि यहाँ। अब यसलाई चाहिँ राम्रोसँग गर्नुपर्छ। पुरानो मेसिन हो। यसलाई टक्क अन गर्यो। अब चल्यो ल चल्यो ल विश्वकर्मा बाबा। अब साथीहरु यस्तै छ हैन। यो घुमाउने गर्नु पर्यो हैन। अब यहाँ भिडियो गर्न मिल्दैन, त्यही भएर हजुरलाई म देखाइरहन्छु है साथीहरु। हेर्दै गर्नुहोस् है मेरो साथीहरु। जापानको काम काम भइरहेको हुन्छ हैन। हेर्दै
साथीहरू त्यहाँ बिचमै आलु सक्यो, आलुको बिउ सकेपछि फेरि त्यही छोडेर राखेर म चाहिँ आएँ। जापानिज म्यामहरू आमाहरू पनि आउनुभएको छ, उहाँहरू चाहिँ अब साग टिप्नुहुन्छ। म चाहिँ अब 1 घन्टा यो काम गरेर फेरि उहाँहरूसँग साग टिप्न जान्छु। अनि त्यही भएर अनि आलुको बिउ यहाँ लिन आएको। आलुको बिउ यस्तै सेम यस्तै छ है, नेपालमा पनि यस्तै पाइन्छ जस्तो लागेको थियो साथीहरू होइन, यस्तै छ है। जापानमा पनि त्यस्तै, तर जापानमा चाहिँ वेट गर्दो रहेछ है। यो कम्तीमा पनि तपाईँको 30बाट 40 ग्रामसम्म भयो भने चाहिँ राम्रो आलु फल्छ अरे, नत्र फल्दैन अरे। त्यो भएर वेट गर्नेहरू छ, त्यो पनि त्यो डिस्टेन्स पनि उ गर्दो रहेछ, चेक गर्दो रहेछ। त्यो जुन पल हुन्छ नि रोप्ने हो, त्यसो पनि तपाईँको टक्टर के अरे उसमा डिस्टेन्समा पनि टक्टर मिलाएर गर्नुपर्ने रहेछ होइन, अनि राम्रो फल्छ अरे, नत्र फल्दैन भन्छ क्या साथीहरू। यस्तै छ है, आलुको बिउहरू नै छ, यस्तै छ सेम नेपालमा जस्तै। हेर्नुहोस् न, बिउहरूलाई चाहिँ यसरी राखेँ साथीहरू, पर्छ बिचबाट लगाएर है साथीहरू। भन्नुपर्छ पेट्रोल राखिदिएँ यहाँ साथीहरू। फेरि सर गर्ने होइन, सर खोल्ने यसरी आफै खोल्दै खोल्दै सर्ट यसरी आलुहरू यसरी पसेको हुन्छ साथीहरू। यस्तै छ, यो भित्रबाट पस्दो रहेछ कि साथीहरू, यो भित्रबाटै यस्तै हुन्छ है। चलो स्टार्ट गर्नु पऱ्यो साथीहरू, भन्नु पऱ्यो। जय विश्वकर्मा बाबा, रक्षा गरौँ, पेट्रोल धेरै नखाउनु है बाबा, नत्र भने घाटा हुन्छ मलाई। पेट्रोल त छोइरहेको छ यार, के भयो सकिसक्यो। अब आधी पुग्न लागि त उयोसम्म पुग्नुपर्छ, त्यसपछि मात्रै आधी हुन्छ। आज आधी सकाउने हो गाइस, त्यसपछि अनि अर्को टाइममा फेरि अर्को सकाउने भनेर प्लान गरिरहेको छु होइन। त्यस्तो भयो साथीहरू, आजलाई चाहिँ यति गरौँ होइन। यहाँ 2:30-3 बज्न आँटिसकेको छ। अब चाहिँ घर फर्किनुपर्छ, त्यही भएर आज यति भने चाहिँ लगभग तपाईँको आधी भइसक्यो। अब आधी बाँकी छ, यो भोलि 3 घन्टा, पर्सि 4 घन्टा 7 घन्टामा यो सबै सकिन्छ होला। त्यसपछि एउटा यस्तै छ साथी है। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। ओके है साथीहरू, धन्यवाद है हजुरहरूले मेरो भिडियो हेर्नु भएको है साथीहरू। ल बाई बाई, आजलाई यति नै साथीहरू। यो मेसिन बन्द गर्नु पऱ्यो, धेरै करायो। अब गएँ म, यस्तै हो साथीहरू।